हेलो साथीहरु, हामी चाहिँ अब चाय दिनेको है। मन पनि पर्दैन। अर्को गएर बिमार भन्ने त्यो कालो हामी टक्क भन्नु पर्दा चाहिँ अब यो चाहिँ हाम्रो है साथीहरु। यो चाहिँ हाम्रो इड हो। हेलो साथीहरु, हामी चाहिँ अब चाय दिनेको है। ओके। यहाँ हाम्रो दाइ प्यारो दाइहरु चाहिँ आई एम हन्टर अगाडि गइरहेको छ हाम्रो साथीहरु। अब चाहिँ हामी साइड हिँडेको जम्मा डिपु पकाउँछ दाइ। ओके ओके। आजको चाहिँ एकदम हैन भन्नु पर्दाखेरि क्यामेराम्यान दाइ नै हो अनि सानो भ्लग चाहिँ बनाएको मैले। म चाहिँ फेरि भन्नु पर्दा वास्तवमा म चाहिँ एकदम के प्रोफेसनल भ्लगर भन्नु सरी माइ मिस्टेक। म चाहिँ एकदम प्रोफेसनल क्यामेराम्यान हो हैन। सिकारी पनि है। म चाहिँ एकदम प्रोफेसनल क्यामेराम्यान हो हैन। सिकारी एम खानु म चाहिँ लगभग भन्नु पर्दाखेरि यो एसियाभित्र चाहिँ एसियाभित्रकै होइन म चाहिँ एकदम नम्बर 1 भन्नु पर्छु होइन। समझ रहे हो ना? हाम्रो केटाहरू चाहिँ अगाडि अब चक्कसँगले होइन आज हामी दुईवटा ग्रुप हिँड्दैछौँ। दुईवटा घरको साइड छ होइन। हाम्रो केटाहरू ल है आज हाम्रो साइड ल खतरा भ्लगिङ पनि चल्दैछ, साथमा हन्टिङ पनि चल्दैछ। यो चाहिँ हामी कान्तिचोक पुग्न आँटे है। मेरो लालु भाइ चाहिँ पुरा आज लालु बोकेर होइन उपर पुलियो फेस बोकेर एउटा हातमा क्यामेरा छ, अर्को हातमा गुलेली अनि कताबाट तर यो चाहिँ हाम्रो फर्स्ट भ्लग है। हाम्रो यो युट्युब च्यानलको चाहिँ एकदम पहिलो फर्स्ट भ्लग हुनु गइरहेको छ। के यसो भुलचुक भए गल्ती भए माफ गरिदिनु होला। साथमा सपोर्ट गर्नु होला र कसैले यो भिडियो हेरिदिनु भयो भने लाइक कमेन्ट सेयर पनि गरिदिनु होला है। हे रहा नहीं जाता, तड़प ही ऐसी है ना। नहीं सुके अगाडि हाम्रो चण्डीनाथ हुने ठाउँ है। यही 6 गते यहाँ चण्डीनाथ हुन्छ है। जेठ 6 गते लाग्छ हाम्रो है। अब हामी राईहरू पर्यो होइन। अब हाम्रो ठुलो चाडपर्व आउँदैछ साकेला है। टक्क यहाँ चाहिँ चण्डीनाथ लाग्छ। दामी बिस्तारै सरसफाइ हुँदै रहेछ होइन। अब बिस्तारै सबै हुन्छ। हामी चाहिँ अहिले यो बेलबारी वार्ड नम्बर 6 कान्तिचोक भन्ने ठाउँ है। यो चाहिँ हजुर हेर्नुहोस् यस्तो छ है। मोटरसाइकलमा केटाहरूले मलाई फेरि हो आम्मामा साथीहरू है आम्मामा हन्टिङ गर्नु निस्केको धुकुर पो हान्छ त हौ। असली हन्टर भएपछि हो 2 रुपियाँ हाल्नु भन्छ यार। सेट हाम्रो केटाहरूको चाहिँ यही बानी खत्तम के पुरै लो क्वालिटीतिर झर्नु खोजिहाल्छ कि मेरो केटाहरूको चाहिँ यही बानी खत्तम छ। मेरो केटाहरू म चाहिँ होइन है। फेरि एकदम शीर्ष स्थानमा चाहिँ यही भाइ पर्छ है। 2 रुपियाँको चाहिँ ओपर फेभरेट उसको चाहिँ होइन पनि मलाई मन पनि पर्दैन। ओपर मेरो भाइ चाहिँ फेरि 2 रुपियाँको अनि यो अर्को 2 बिमार भन्ने चाहिँ कालो चस्मा लाउने कालो टी सर्ट लाउने भाइ है। ओपर 2 रुपियाँको फ्यान हो, बिग फ्यान। त्यसको चाहिँ 2 रुपियाँको चाहिँ त्यो भाइले एकदम त्यो लेग पिसको उसलाई होइन टक्कसँगले लेग पिसको रोस्ट बनाएर खाने एकदम। अनि हाम्रो ग्रुपको चाहिँ होइन एकदम क्युट ह्यान्डसम भनेको चाहिँ मेरो भाइ छ ज्ञाने भाइ होइन। ओपर कोरियन बोय हो हाम्रो चाहिँ है। हाम्रो ग्रुपभित्रको चाहिँ एकदम हेन्सी। यसो राम्री बहिनीहरूले यसो मेरो भाइलाई हेरेर मन पराइदिनु होला। नम्बर पनि हामीले छोडिदिनु सक्छौँ होइन। फेसबुक आइडीहरू अब गेम खेल्ने फ्री फायर लभरहरू हुनुहुन्छ भने फ्री फायरको आइडी पनि दिइहाल्छौँ हामी युआइडी होइन। सो है होम टाउन हो भनौँ न, छिमेकी गाउँ हो एकदम। हाम्रो चाहिँ पानी पँधेरो जस्तो हो। बिहान बेलुका सधैँ यही बाटो हिँडिरहेको पर्छ होइन। यस्तो छ है साथीहरू यस्तो छ है। यस्तो छ होइन। यो सहर त
यतातिर चाहिँ यस्तो छ है, यस्तोहरू छ है, सरक्कसँगले सरक्क भन्नु पर्दाखेरि अब हामी चाहिँ बेलबारी नगरपालिकाबाट हामी रङ्गेली नगरपालिका छिर्दैछौँ। रुट चाहिँ यही हो। हाम्रो भाइहरू 150मा छ भने हाम्रो चाहिँ बिजोग हेर्नु सरहरू हामी चाहिँ यो बाइकमा छौँ यहाँ। क्यालिबर बजाज क्यालिबरमा छौँ हामी चाहिँ 115 सीसी। अब साथीहरू तपाईँहरूले अब हामीलाई होइन टक्कसँगले 150 पल्सरमा चढेको हेर्न चाहनुहुन्छ भने छिटोभन्दा छिटो तपाईँहरूको छरछिमेकीहरूलाई टक्कसँगले होइन सब्सक्राइब गरिदिनु भनिदिनु लगाइदिनु होला। ए रहा नहीं जाता तड़प ही ऐसी है ना। सबैले माया गरिदिनु होला होइन। हामी पनि म पनि यही भन्न चाहन्छु तर दाइले भनिहाल्नु भाइ यो खोइ त नि अनि के हाम्रो भिडियोलाई लाइक कमेन्ट सेयर चाहिँ नभन्ने टक्क हामी चाहिँ एकदम होइन हाम्रो जीवन भनेको चाहिँ एकदम अब कस्तो भन्नु सङ्घर्षपूर्ण छ के होइन सङ्घर्षपूर्ण छ। हामी चाहिँ वेल्डिङ लाइनको हो है, हामी वेल्डरहरू हो। हाम्रो जिन्दगी चुनौतीपूर्ण छ, गाह्रो छ काम गर्नु। यसो फुर्सदको टाइममा साइड जाँदा भिडियो बनाउँदैछौँ होइन। हामी पनि अब यसो सर्ट भिडियोहरू कहिलेकाहीँ यसो कमेडी भिडियोहरू पनि हाल्छौँ हामी कन्टेन्ट बनाएर एउटा कुनै है दामी दामी हाल्छौँ, मन पराइदिनु होला। एउटा एक्टरहरू हामीसँग छ तर अहिले कति एक्टिङ गर्न आउँदैन कि त्यही मात्र गाह्रो छ क्या। एक्टिङ गर्नु आउँदैन भन्दा पनि हाम्रो केटाहरू अलिक लजाउँछ के, लजालु टाइपको छ मेरो भाइहरू। हेर्नुहोस् एक्टिङ गर्नुमा अलिकति मेरो भाइहरू चाहिँ फेरि एकदम बोमजन तामाङहरू हो। फेरि तामाङहरू त कडा हुन्छ अरे होइन। मगाएर ल है साथीहरू, वास्तवमा भन्नुपर्दाखेरि अब हामी जुन कामको लागि आएको थियौँ त्यो कामको लागि हामी आइपुगेको छौँ होइन। यो चाहिँ हाम्रो यो घरको ट्याक्क माथि दोस्रो फ्लोरमा हाल्नुपर्ने स्टेप भरेङ हो। स्टेपहरू यहाँ छ है, त्यसमा हाल्नुपर्ने पाइपहरू यो हो, यी पक्रिने बारदाली जस्तो। अनि त्यो सेट गर्ने एङ्गल चाहिँ यो हो होइन। यो हो ठ्याक्कैसँगले भन्नुपर्दा। अनि हामी चाहिँ अहिले यो ठ्याक्क रङ्गली नगरपालिका भन्ने कति रङ्गली नगरपालिका कति पर्छ हामी हाटखोला भन्ने ठाउँमा छौँ। र हाम्रो बुलेट आवर बुलेट इज दिस है। हाम्रो कान्छी मायालु भनेको चाहिँ यही बाइक हो होइन। एकदम यसले साथ सपोर्ट गरिरहेको छ हामीलाई। अनि मेरो लालु भाइ चाहिँ यहाँ छ, गुलियो लुक्स बोकेर होइन तार मिलाउँदैछ। यस्तो ह्यान्डसम छ मेरो भाइ। केटीहरू अब यो भिडियो हेरेर कतिवटा केटीहरू बिहोस हुने हो। मेरो भाइ त ओभर ह्यान्डसम छ नि त। फेरि हो गिटार यस्तो दामी बजाउँछ यो भाइले, म्युजिक गीत यस्तो दामी गाउँछ। ल धन्यवाद मेरो दाजु, हाम्रो दाजु हुनुहुन्छ उहाँ चाहिँ है, एकदम आदरणीय दाजु हुनुहुन्छ। उहाँको घरमा काम गर्नु आएको छौँ हामी। टक्क यो घरको टोटल काम हामीले गर्नुपर्ने साथीहरू हेर्नुहोस्, च्याट्ट लाएर हेर्नुहोस्। अनि हामीसँग अघि आएको भाइहरू चाहिँ यो रातो टिन भएको घरमा छ होइन, बोलाएकै छ है। अब गएर केटाहरूसँग टक्कसँगले अब गीत बजाएर नाच्नु पर्ने हो। समझ रहे हो ट्याक्कसँगले यहाँ चाहिँ फेरि आँप लटरम्म फलिरहेको छ हेर्नु होला है। यसको पनि बिस्तारै चाँडै खाने दिन आउँदैछ, मस्त खाने नुन खोर्सानी छर्केर होइन च्याट्ट पारेर। ल आजलाई अब यति नै होला साथीहरू है। छोटो भिडियो बनाएर हाल्दै गर्छौँ, घर यही हो। हामी काम गर्नु आयौँ चट्टसँगले। तपाईँहरूलाई हामी अलिअलि हामीले काम गरेको भिडियोहरू पनि हाल्छौँ, कसरी काम गर्छौँ तातो घाममा है। ल है साथीहरू, हाम्रो केटाहरू आज टक्कसँगले यहाँ ढोका सेट गर्नु आएको छौँ हामी हाटखोलामा है। केटाहरूले पुरा यहाँ तोडफोड गर्दैछन्। ए सरी तोडफोड होइन, केटाहरूले मिलाउँदैछन् होइन। यो चाहिँ हाम्रो विराज भाइ एकदम खतरनाक छ मेरो भाइ। एक केटा हो ढोका नलगाऊ न हौ। मेरो लालु भाइ देख्नुभयो पोच। मेरो भाइ फेरि ओभर पूर्ण राई र जोन चामलिङको ओभर डाइहर्ड फ्यान हो। ल विराज भाइ निस्केन। मलाई पो बजाउँछ यो क्या हो केटाहरूले। मेरो भाइले यार पत्तीले भाँच्दियो यार ढोका यार। उहाँ चाहिँ हाम्रो घरबेटी अङ्कल हुनुहुन्छ है।
ल केटा ढोका त देखाउ त एकचोटि ल कहाँ यहाँ हो र ल है कब्जा नहाल विराज भाइ अनि कब्जा नहाली छिराइदिनु आँटेको भाइ बिचबाट छोड न यो चाहिँ टक्कसँगले यो चाहिँ हाम्रो यो ढोका है फलामकै ढोका है यो फुल प्लेन सिट हालेर ढ्याप्पै होइन घर वरिपरिको भ्यू हेर्नुहोस् हरियो वन नेपालको धन तर के गर्नु अहिले यो खेतीले गर्दा सबै खडेरी छ मकैहरू सबै लगाएर उठाइसकिसके अब के भयो केटा सेट भयो के भयो अरे भाइ फेरि मान्छे मोर देखाइदे के हो कस्तो अरे पारा पारा ए ल अब चाहिँ केटाहरूले ट्याक्कसँगले होइन यो किचन रुमको ढोका हाल्दैछ मेरो हिरो भाइहरूले हाम्रो दोकानको चाहिँ ओभर डेन्जर हो नि हो ओभर खतरा छ नि यो भाइ त फेरि हेर्दा मात्रै यस्तो नि ब्ल्याक बेल्ट छ अनि फ्याँचफुच हानिदिन्छ पनि भयो त खतरा हो यो चाहिँ फेरि हाम्रो ज्ञाने भाइ है एकदम अघि पनि मैले मेरो भाइको तारिफ गरिसकेँ यो चाहिँ हाम्रो दोकानको एकदम हेन्सी भाइ हो होइन ओभर कालो चस्मा लो है माया विशाल बजारको निधारमा भिरेर हेन्सी बनेर होइन अनि एउटा कुरा यो चाहिँ हाम्रो सुजन दाई है हेन्सीमा पनि हेन्सी फाइटरमा पनि ओभर किल क्या सिकारी भनेर पनि अब कस्तो भन्नु क्या सिकारीको पनि टपको क्या तपाईँहरूलाई साथी मैले ढुकुर ढालेको भिडियोहरू स्पोर्ट हालेको भिडियोहरू तपाईँहरूलाई म लगाइदिन्छु होइन होला के हो सिकार भइहाल्यो भने त्यो भिडियो पनि हामी सर्टमा ट्याक्क यहाँको यो दुईवटा ढोका फिट गरेर चाहिँ हामी अर्कोतिर लाग्ने क्या यो घरको छिमेकी नै हुन्छ त्यहाँ पनि स्टेप भरेङ हाल्नुपर्ने छ त्यो पनि भिडियो हामी हेराइदिन्छु हालिदिन्छु यसमा यो भिडियोमै ओ सिट भनिदिनु ल एकचोटि ओ सिट दुईचोटि भन्नुपर्छ हौ ल हाम्रो यहाँ इलेक्ट्रिसियनले पुरा तार जोड्नु हुँदैछ यो चाहिँ हेरौ न होइन यो काटिदिन्छु म तल मात्रै हेरेको मैले पुरै जम्मै हेरायो भने त फेरि यस्तो हो नि त मिटरको बक्स त लिएर हिँडिन्छ न भरे आएर भाइ भिडियो बनाउँदै थियौ दामी भिडियो बनाएको छ त ल ल ल मसिनहरू यता लाऊ ल भाइ काचा मसिन जोडी यस्तो गरेर गर्नु त यस्तो गरेर भिडियो हुँदैन क्या एडिट गर्नु र अङ्कलको यो चाहिँ किचन रुम है हामी मतवालीहरूको चाहिँ यस्तो हुन्छ टक्क होइन झर्के थालहरू चट्ट किचनमा ट्याक्क सजाएर राखेको हुन्छ है टक्कसँगले यस्तो हुन्छ यहाँ हेर्नुहोस् ल सडक्क मिलाएर यता फ्रिज यता ट्याक्क किचन रुम अनि यता चाहिँ ट्याक्कसँगले ढोका अब हेर्नुहोस् है हाम्रो विराज भाइले वेल्डिङ कस्तो तरिकाले हान्छ ऊ अर्थिङ लगाइसक्यो भाइले ऊ कब्जा सेट गर्नु आँट्यो बोर्डहरू फिट गरेर त्यो जुन एङ्गल छ नि त्यो एङ्गल तिमी 13 फुटको कटिङ गरेर 2 पिस जो कटिङ गरेर अलिअलि ट्याक सिधा गर्दै गरेर म यहाँ केटाहरूलाई उचालेर यताउति गर्न सघाउँछु ल ल साथीहरू नरिसाउनु होला होइन मैले मेरो भाइलाई एकजना भाइलाई अर्को साइडमा पठाइदिएँ त अलिअलि काम बाँकी छ त्यो भाइले गर्दै गर्छ यो चाहिँ मेरो ललित भाइ हो है ल ललित भाइ यता हेर त यता हेर न ललित भाइ ल बाई बाई है राम्ररी जाउँ हामीसँग अटोग्राफ लिनु खोज्छ ल बाई बाई चाँडै भेट हुन्छ हाम्रो हेर्नु न वेल्डरको जिन्दगी यस्तो छ हौ हाम्रो काम सकिएको है यस्तो ढोका चाहिँ हामीले लगाइसक्यौँ यहाँको चाहिँ सक्यो अब
दाइ त भर्खर उठ्नुभयो है अलिकति लागेको है ढोका 2टा ढोका सकेर चाहिँ हामी लागेको दाइहरूले चाहिँ अब यहाँ के भन्छ अरे स्ट्याप भर्याङ चाहिँ हान्नु थाल्नु भएको है अब